हाई एभ्रिवान, वेलकम टु माई टिकटक। अनि आज चाहिँ म मेरो गिफ्टहरू चाहिँ ओपन गर्न जाँदैछु। यो चाहिँ मेरो स्पेसल मान्छेले चाहिँ पठाइदिनु भएको। अनि यहाँ चाहिँ छ, 1 by 1 ओपन गरौँ है। यो चाहिँ अलि अस्ति नै आएको, यो चाहिँ मैले ओपन गरेर नै हेरिसकेँ। त्यही पनि म देखाउँछु के रहेछ तपाईँहरूलाई। अनि यो चाहिँ आज भर्खर आएको कि यसले चाहिँ ओपन नै गरेको छैन, स्ट्यापलर नै लगाइरहेको छ। अब यसलाई नै ओपन गरौँ। फर्स्टमा चाहिँ योबाट ओपन गरौँ है। मैले यो अस्तिको चाहिँ हेरिसकेँ चाहिँ के रहेछ त यहाँभित्र। फर्स्टमा आएको छ स्लिपर। कस्तो राम्रो भयो चाहिँ, पानीमा नि भिजाउन मिल्छ। कस्तो अर्कै कलर, यो के अरे इफेक्ट लागु भएर अर्कै देखिन्छ, नत्र यस्तो छ। यो चाहिँ के भन्छ, क्रिम कलरको चाहिँ क्रिम कलरको छ है। 1 एन्ड दिस इज ब्ल्याक कलरमा छ। यो चाहिँ मेरो बहिनीको लागि हो। म प्लास्टिक बाहिरबाट देखाउँछु है, कस्तो राम्रो। त्यसपछि छ, यो त मेरो बुक हो, मलाई चाहिएर मगाएको। अनि ओ माई गड, फेस मास्क। यो चाहिँ फेस मास्क छ, कति धेरै चाहिँ साथीलाई पनि हो अनि मेरो लागि पनि हो। कति धेरै फ्लेभरको छ। यदि तपाईँहरूले पनि चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नु है उहाँलाई। म चाहिँ मेन्सन गरिदिन्छु आइडी यहाँ तल। यो चाहिँ 1 2 3 4 5, यो चाहिँ 5वटा चाहिँ मेरो साथीले मगाएको हो। अनि यो 3टा चाहिँ मेरो लागि हो। यो भयो। त्यसपछि रहेको छ ओ टी सर्ट। यो चाहिँ मेरो साथीले मगाएको थियो टी सर्ट, उसको बहिनीको लागि। यो चाहिँ रहेको छ है। कस्तो राम्रो हो, सफ्ट छ भाइ टी सर्ट। है हेरौँ त कस्तो रहेछ। सफ्ट रहेछ भाइ, सफ्ट रहेछ। नखोलाम धेरै, नबिगारौँ यसलाई, फेरि मिलाउनु भ्याउँछ। अनि रहेको छ अर्को, ओ यो चाहिँ योगा गर्दाखेरि लगाउने पेन्ट, एक्सर्साइज गर्दाखेरि स्ट्रेचेबल, जति कम्मर साइजलाई नि मिल्छ। यो चाहिँ मिडियम साइजको रहेको छ। यो चाहिँ बेली टाइपकोमा हो। एउटा यो कलर भयो। यो चाहिँ कसको लागि हो, यो चाहिँ मेरो लागि हो क्या हो। अनि सेम यहाँ नि अर्को छ फेरि ब्ल्याक। यो ब्ल्याक चाहिँ बहिनीको लागि हो, यो मिडियम साइज रहेछ। यो चाहिँ बहिनीको लागि हो ब्ल्याक चाहिँ। अनि दिस वान इज फर मी, फेरि मेरो चाहिँ गिफ्ट हो कि फेरि मेरो लागि चाहिँ। अनि ब्ल्याक टी सर्ट, हेर्नु कस्तो राम्रो टी सर्ट, क्युट छ। यो पनि मेरो हो। यो चाहिँ मैले किनेको, राम्रो लागेर। त्यसपछि छ अर्को हाफ पेन्ट, कस्तो राम्रो हो यो पनि ब्ल्याकमा। यो चाहिँ मेरो बहिनीको लागि हो। यसको चाहिँ बेल्ट पनि आउँछ है। यो चाहिँ बहिनीको लागि हो। यहाँ छ मेरो, यो छ मेरो। हेर्न सक्नुहुन्छ तपाईँले, हाफ पेन्ट हो तर कस्तो स्कर्ट जस्तो पनि देखिन्छ कि। यसमा चाहिँ बेल्ट पनि आउँछ, बेल्ट चाहिँ फ्रीमा हो। अनि रहेको छ अर्को, यहाँ चाहिँ सर्ट कुर्तीहरू चाहिँ मगाएको थिएँ। यो चाहिँ यस्तो राम्रो छ, यो पनि
यो एउटा, दुईवटा, अनि अर्को रहेको छ तीनवटा। यो चाहिँ मैले तीनवटा कुर्ता चाहिँ मैले यो चाहिँ अरूलाई गिफ्ट दिनको लागि मगाएको फेरि। र फाइनली यो चाहिँ मेरो रहेको छ। अर्को म देखाउँछु तपाईँहरूलाई मिनी मिक्सचर। मिनी यो चाहिँ मिक्सर हो कि मिक्सचर, इलेक्ट्रिक मिक्सचर। यसमा चाहिँ लस्सी बनाएर खान मिल्छ क्या। अनि चाहिँ अघि नै यो निकालेर पनि बनाएर नि खाइसकेँ। यस्तो हुन्छ। यहाँ चाहिँ चार्ज गर्न मिल्छ। ठ्याक्कै यस्तो गर्ने। यहाँ 88 हुन्छ। यो एकजनालाई चाहिँ ठ्याक्क मिल्छ क्या, बन्छ। यो के भन्छ रे, लस्सी जे पनि भन्छ अरू के भन्छ, चटपटे बनाउनको लागि काँक्रोहरू काट्नु पर्यो भने यसमा पनि काट्न मिल्छ। यो चाहिँ सबै सामानहरू चाहिँ यो चाइनाबाट चाहिँ आएको हो। चाइनाबाट ल्याएको सामान हो। ओके, थ्याङ्क यू फर दिस गिफ्ट। दिस अनि मेरो गिफ्ट मात्रै देखाउनु पर्यो। यो एन्ड यो चप्पल झन् यस्तो राम्रो छ नि। यति चाहिँ मेरो गिफ्ट हो गाइज। यो चाहिँ कसले दिनुभएको भन्दा मेरो प्यारी नन्दाले दिनुभएको। थ्याङ्क यू सो मच फर दिस लभली गिफ्ट। यसरी माया गरिराख्नु, सधैँ गिफ्ट दिइराख्नु अझै धेरै धेरै। बाई बाई।